सम्पूर्ण साथीहरुमा र सम्पूर्ण सोशल मिडिया प्रेमीहरुमा सबैलाई नमस्कार। यतिखेर हामी छौं कमलदह नगरपालिका 9 मा सुन्डालीमा रहेको प्रसिद्ध धार्मिक स्थल श्री मेलजडा बण्डालीको प्राङ्गणमा र यहाँ विभिन्न अवसरमा मेला लाग्ने र वर्षमा 4-5 चोटि मेला लाग्ने र त्यस अवसरमा यहाँ फोहोर भएकाले यहाँका हामी स्थानीय युवाहरूले मिलेर आज यहाँको सरसफाई गर्ने भन्ने कार्यक्रम राखेका छन् र सरसफाई गरिरहेका छन्। यहाँ म तपाईहरुलाई देखाउन चाहन्छु, यहाँ यसरी गरिरहेका छन् हैन। यहाँ हाम्रो जति पनि देखिराख्नु भएको छ तलदेखि यहाँसम्म हैन, हामी सबै यहाँ युवाहरू हो। यहाँको युवा टोली हो। युवा टोलीले एकदमै खटेर काम गरिरहेको छ र यहाँका मान्छेहरूले धेरै वर्षदेखि काम गर्दै गर्दै पनि यहाँको वातावरणलाई व्यवस्थित गरेका थिएन र हामीले आवाज उठायौँ र आज हामीले यहाँ कामहरू गर्दैछौँ। देख्न सक्नुहुन्छ तपाईहरु हैन। यहाँ हाम्रो अङ्कल हुनुहुन्छ, हाम्रो आदरणीय अङ्कल युवा हो नै उहाँ पनि हैन, यहाँ गर्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ। म पनि यस ठाउँमा म पनि संयोजकको रूपमा आएको र मैले पनि थोरै भिडियो बनाएर माथिका व्यक्तिहरूलाई झकझक्याउने प्रयासले हामीले यहाँ थोरै कामहरू गर्दैछौँ। देख्न यता पनि गरिरहेका छन् यहाँ भाइहरूले हैन, यहाँ अङ्कलहरू हुनुहुन्छ। त्यस पनि यहाँ खटेर काम गरिरहेको छु हैन। ल यहाँ अङ्कल त्यो बोरा हेल्या त हेर्नुस्, यसरी काम गर्नुपर्छ किनभने हाम्रो सम्पत्ति हो, हामीले संरक्षण गर्ने हो र हाम्रै लागि हो यो पनि। त बोरा ल्याउँदा बोरा यसमा हाल्नु पर्यो। सब्सक्राइब कुरा छोडौ न यार, 2000 भन्दा बढी मान्छेले हेर्छ मेरो च्यानललाई। मेरो युट्युब च्यानलमा हामीलाई नि 10,000 सब्स्क्राइब छ। हेर्नुहोस् यहाँ यत्रो फोहोर देखिरहेको छ नि। यो यहाँका स्थानीय मान्छेहरूले यहाँ मेला लाए र मेला लगाइसकेपछि यहाँ फोहोर यसरी गरे, व्यवस्थापन गरेन र युवाहरूले आवाज उठाएर आज व्यवस्थित हुँदैछ। दाजु भिडियो अबदेखि तपाईहरुले देख्नुस्, बेचिसकेपछि यसलाई सब्स्क्राइब पनि गरिदिनुस् भनेर राखेको। ल हाम्रो भाइले के भन्न चाहँदैछ अरे भिडियो मार्फत? ल भन्दै त भाइ। तपाईँ एप भन्नुस् न। म के उसलाई भन्दै आउँदैन। र अब हामी आगामी दिनमा हाम्रो युवाहरूको आवाज के छ भने यहाँ मेला त हुन्छ, पर्व हुन्छ, तर यसरी हुँदै गर्दाखेरि यहाँको फोहोर व्यवस्थापन गरिदिनु पर्यो भन्ने एउटा आवाज बेच्नुस् हैन। बेच्नेपछि तपाईहरुले एउटा सरसफाइको उ पनि गरिदिनुस् आफैले है। हामी चाहिँ हुन सक्छ नहुन हैन। हामी भएको बेला चाहिँ हामी गर्नेछौँ। तपाईहरुले बेचिसके भन्दा पछाडि सरसफाइको लागि पनि तपाईले पल चाल्नु पर्यो आफैले है। चाल्नु पर्यो र व्यापारीहरूले सबैले। र हामी के भन्न चाहन्छौँ भने यतिखेर यहाँनिरबाट आज त हामीले मतलब फोहोर उठाउनको लागि घरबाट एउटा बोरा लिएर आयौँ र भोलिका दिनमा हामीले यसरी फोहोर उठाउनुभन्दा पहिला हामीले यहाँको डस्टबिनको व्यवस्था भइदिएको भए राम्रो हुन्छ भन्ने एउटा आवाज चाहिँ उठाउनु भएको छ। छोड यहीँ छोड भने यता छ बनाऊ क्या फर्काऊ मुगे नाम छ ओके यसै ह बाउ। अन्त तपाईँ के भन्न चाहनुहुन्छ भनिदिनु पऱ्यो है थोरै 2-4 शब्द। तपाईँको हाम्रो एउटा युवाको नेतृत्व गर्ने मान्छे हो। अब खासमा त अब अरूलाई धेरै सन्देश दिन खासै आवश्यक नपर्ला हजुर। होइन, सबैमा अहिले चाहिँ पछिल्लो युवा पुस्ताहरूमा चाहिँ सबैमा चेतनाको कमी नहोला भन्ने चाहिँ धारणा हो। त्यस पश्चात चाहिँ अब हाम्रो यो धार्मिक स्थलमा चाहिँ यस्तो फोहोरहरू चाहिँ देखिन नपर्ने हो। यो खासमा अहिले हामीले यो कामको थालनी चाहिँ धेरै पछिबाट सुरुवात गऱ्यौँ जस्तो लाग्छ आफैलाई होइन। यसको नेतृत्वको लागि चाहिँ हामीभन्दा पहिलाका हामीभन्दा पहिलाका व्यक्तिहरूको पनि चेतना भएका व्यक्तिहरूले पनि यो कामको सुरुवात गरिदिँदाखेरि हामीभन्दा पछिका व्यक्तिहरूले पनि यो कामको सुरुवात अवश्य नै गर्थे भन्ने एउटा हाम्रो आशा हो। यसै पश्चात हामीले अहिले यो कामको थालनी गरिसक्दा योभन्दा पछिका हाम्रा भाइ बहिनी बच्चा बच्चीहरूले पनि यो यस्तो कुनै ठाउँमा चाहिँ कुनै धार्मिक स्थल होस्, कुनै सार्वजनिक सम्पत्ति होस्, त्यस्तो ठाउँमा चाहिँ उनीहरूको चेतनामा चाहिँ यो कामबाट केही असर पर्नेछ भन्ने मेरो धारणा छ। अहिले हामी चाहिँ यो कामलाई चाहिँ यो विशेष गरी चाहिँ हाम्रो यो मेलजडा बण्डालीले चाहिँ हामी सबैको कल्याण गरून् भन्ने आशा राख्दै अहिले मेरो भनाइ चाहिँ यति नै छ। बिस्तारै केही मनमा लाग्यो भने म अझै केही थपथाप गर्नेछु। हस् धन्यवाद है अङ्कल। ल त्यता पनि काम गर्दै हुनुहुन्छ हाम्रो आदरणीय अङ्कल नाता पर्नुहुन्छ। अब हामी युवा पुस्ता नै हो होइन अङ्कल? कसैले त्यहाँ मोबाइल चलाएर बसिराख्नु भएको छ, त्यो भनेको कामचोर मान्छे है। ए तँलाई लाज लाग्दैन अलिकति पनि? तँलाई लाग्छ र मनी कुरो छैन। ल ठिक छ, यसलाई यति हेर्दा पर पर्दैन, यो छोडिदिनु हान्दिने। यो उम्रिहाल्छ फेरि, यसले उकाएर फाले मात्रै अङ्कल राम्रोसँग। त्यसलाई चाहिँ उकाएर फाल्दा राम्रो लाग्यो अङ्कल। यसलाई उकाएर फालौँ अङ्कल, यसलाई सुन्न सक्छ कि? यसलाई उकाएर फालौँ यसलाई। यो भर्दो न हो जिन्जी भर्दो।
जेनजी यो पनि युवा जस्तै यो भड पनि उम्रेको छ हैन यो ठाउँमा यो अलिक जोर भेटाइने जेनजी भएर यो हामी यसरी उक्को देखाउ यसरी उक्को देखाउ हामी भक्कै जस्तो यो अलि पनि उरिदिन्छ एउटा मात्रै हो उक्का अङ्कलहरुलाई सबभन्दा राम्रो भनेको विकल्पमा उक्का हो अहिले हामी यसलाई उक्काइसकेपछि देखाउनेछौँ खुट्टा यसरी हेर्नुहोस् यो यहाँको बल हेर्नुस् हेलाउँ तपाईँ हेर्नुहोस् हाम्रो मेलजडा बन्डालीमा हामीले यो कत्रो सम्पत्ति हो भने सार्वजनिक सम्पत्ति हो सानो भए पनि ठुलो पनि सार्वजनिक सम्पत्ति होइन यो मन्दिरमा लाउनु पर्ने बलफलाई बिग्रेको भए पनि त्यहीँ हुन्थ्यो यो ल्याएर फुटालेर यो ठाउँमा फालेको छ यो भनेको यहाँका स्थानीय मान्छे स्थानीय बस्ने गोठालाहरू स्थानीय बस्ने यहाँका वरिपरिका मान्छेहरूले गरेको गतिविधि हो यस्तो नगर्नु हजुर व्यवस्थापन पनि कमी हो त्यही हिसाबले यो यसो गर्न नहुने हो बिग्रियो भने कमसेकम बत्ती त त्यहीँ हुन्थ्यो नि त उक्काएर यहीँ फालेको छ यसमा पनि हाम्रो गुनासो छ होइन यसो आगामी दिनमा नहोस् भन्न चाहन्छु ल 2-4 कुरा भनिदिनुहोस् मनमा लागेका 2-4 कुरा भनिदिनुहोस् हाम्रो यो मन्दिरमा बन्डाली मन्दिरमा पुराना मान्छेले केही व्यवस्था गर्न नसकेका कुनै काम कार्य नगरेर भ्रष्टाचारले खाइसकेका मन्दिरमा भएको भिडी समेत लडाइँ गरेका पाठा काट्ने सम्बन्ध टाउकासम्म लागेर युद्ध गरेको हामी तर यो अब नयाँ पुस्ता चाहिँ फरक भित्र साथ सरसफाइ बत्ती छैन हामीले चाहिँ अब यो बत्ती पनि व्यवस्थापन गर्ने सोच गरेका छु र मन्दिर पनि फेर्ने कुरो आउनु भइरहेको छ आज हाम्रो चाहिँ बल्ब फेर्ने सम्बन्धमा मन्दिरको मुहार फेर्ने अनि बल्बहरू बत्ती उठेका छन् बल्बहरू पनि हामी हाल्ने दिनमा अनि पुराना मान्छेहरूलाई चाहिँ उद्धारने काम चाहिँ हाम्रो हुन लाग्छ आज र म तपाईँलाई देख्न चाहन्छु कि हाम्रा पुराना मान्छेहरू के पुराना मतलब हामीभन्दा अगाडिका पिँढीहरूको चेतना कतिसम्म थियो भन्ने कुरा यहाँबाट देख्न सक्नुहुन्छ र अहिलेका आउने चेतना तपाईँहरू देख्न सक्नुहुन्छ हेर्नुहोस् यत्रो फुच्चेले यहाँ आएर हामीसँग सहयोग गरिरहेको छ न कसैले यसलाई घर बनेको हो न कसैले लिएर आएको हो यहीँ थियो आयो र गऱ्यो हेर्नुहोस् यस्तो छ अवस्था तपाईँहरूको दिमागमा पनि यो घुसोस् कि हामीले हाम्रो सम्पत्ति हाम्रो लागि गर्नुपर्छ भन्ने दिमागमा घुसोस् हामी यति भन्न चाहन्छौँ होइन त अङ्कल सुरुवात गऱ्यो भने सानो सानो बच्चाहरू हजुर सिक्छ क्या त्यही भएर हामीबाट सुरुवात गरौँ यसपछि त हाम्रो सन्ततिहरूले पनि सिक्छ होइन हजुर यो भनेको हाम्रो हामी सरसफाइ गर्दै गर्दै हामी यहाँ मेन गेटमा आइसकेका छौँ होइन तल्तिरपट्टिको गेटमा यहाँ पनि अस्तव्यस्त नै देखिन्छ सबै कुराहरू यहाँ गर्दै हुनुहुन्छ हाम्रो अङ्कलहरूले युवा पुस्ताहरूले अनि यो भनेको मेन गेट हो हाम्रो बन्डाली मन्दिर छिर्ने यो तल्लो बाटो होइन तल्तिरपट्टिको बाटो हो यो यहाँ चाहिँ अलिकति यहाँ अस्तव्यस्त देखियो अरूभन्दा यहाँ पनि गर्दै हुनुहुन्छ किसिमपछि यहाँ पनि सरसफाइ हुन्छ उयोलाई पनि गर्नु पऱ्यो अङ्कल राम्रोसँग अनि अब यहाँबाट छिर्दै गर्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन अब यो चाहिँ हाम्रो मेन गेट तल्तिरपट्टिको मेन गेट हो भने यो मेन गेटको अवस्था यस्तो छ हेर्नुहोस् मेन गेटको अवस्था यस्तो छ यहाँ होइन अब यो ढोका चाहिँ ठिक छ योपट्टिको ढोका योपट्टिको ढोकालाई उल्टो फर्काएर राखेको छ यहाँ भागेको छ टुटेको छ फुटेको छ जालीहरूको अवस्था त्यस्तो छ होइन अब हामीलाई चाहिँ यो सम्बन्धमा हामीलाई के चाहियो भने हामीलाई चाहिँ यो वेल्डिङ गर्ने मेसिन र यहाँको यो व्यवस्थापन गर्नको लागि हामीलाई केही समस्याहरू परेको छ हामीलाई त्यति थाहा नभएको कारणले होइन हामी यसको लागि माग गर्न चाहन्छौँ यो हामीलाई चाहियो भन्ने कुरा आएको छ युवा पुस्ताबाट होइन यहाँ चाहिँ यो ढोका यहाँबाट गोरु हान्ने रे होइन अनि यसले चाहिँ थुनिदिने रे के आनन्दै गोरु दिनभरि चर्छन् भित्र अनि बेलुका खोल्यो लियो त्यही भन्ने कुरा सुनेको छु मैले अब के हो कस्तो भन्ने कुरा यसो हेर्दै गर्दाखेरि थाहा छ किनभने भित्र गोरुले पुरा दिशासिसा गरेको छ होइन त्यही भएर यस्तो नगरिदिनु होला यदि तपाईँमा चेतना छ भने मानव रूपी चेतना छ भने मन्दिरभित्र यस्तो गर्नु हुँदैन भन्ने तपाईँमा भावना छ भने त्यस्तो नगरिदिनु होला भन्न चाहन्छु यो फोहोर सङ्कलन भइसकेपछि हाम्रो फोहोरहरू व्यवस्थापन गर्नको लागि मन्दिरभरिको फोहोर सङ्कलन भइसकेपछि हामीलाई व्यवस्थापनको लागि यस्तो अवस्थामा व्यवस्थापन गर्ने अवस्था आएको छ नयाँ कुनै खाल्डो छ अनि यत्रो फोहोरहरू छ होइन यत्रो भएको छ होइन हो त्यही हो होइन तर यहाँ यत्रो फोहोरहरू व्यवस्था भयो सङ्कलन भयो तर यसको व्यवस्थापनको लागि नगरपालिका होस् वडा होस् अथवा यहाँकै विकास कोषले पनि कुनै केही उपलब्ध गराएको छैन भन्ने यहाँ गुनासो आएको छ हाम्रो दाजुभाइहरूबाट अनि यसको लागि पनि व्यवस्था गरिदिनु पऱ्यो भन्न चाहन्छु हामी चाहिँ नगर्यो भने अब हुने हाल त्यही हो हामीले थाहा गर्नुपर्ने के हो होइन अङ्कल थाहा छ होइन अब उहाँ सबैजना दाजुभाइहरू बसिराख्नु भएको छ उहाँहरूको राय पनि लिन्छु म 2-4 जना के छ होइन अनि हाम्रो चाहिँ यो बन्डाली मेलजडा बन्डालीको प्राङ्गण होइन यहाँ चाहिँ मेला लाग्ने गर्छ अघि पनि भने हामीले हाम्रो स्थानीय जेनजीको युवाकर्ता नेतृत्वकर्ता एकदमै होनार लिडर हुनुहुन्छ जनक रावत फोहोर व्यवस्थापन सम्बन्धी तपाईँ के भन्नु चाहनुहुन्छ ल भनिदिनु शब्द है 4वटा मेलाको कारणले अत्याधिक फोहोर भएको रहेछ यहाँ सबभन्दा धेरै फोहोरमा पनि मेगाका
भाउजू दाजु मिटिङमा धेरै रहेछ मेन कुरा के छ भने हामी मान्छे भइसकेपछि मान्छे चेतनशील प्राणी हो त्यसैले प्रत्येक एक आपसमा आफ्नो तरिकाले सुध्रिन आवश्यक छ त्यही तरिकाले हाम्रो युवा टोलीले सरसफाइ गऱ्यौँ बाँकी फोहोर त्यहाँ थुपारेका छौँ अघिल्लो पुस्ताहरूले आएर हेरौँ हामी त्यति हो ल दिन सक्नुहुन्छ तपाईँहरू यहाँदेखि सर्लक्क लगाएर हामीले सबैजनाले होइन यो सरसफाइ गरेका छौँ होइन कुरा भनिदिनु पऱ्यो केही कुराहरू है मन्दिरको बारेमा है ल मन्दिर त निर्माण भयो होइन मन्दिर निर्माण भइसक्यो भने सरसफाइको कुरातिर ध्यान नदिएको जस्तो लाग्यो होइन अब आज हामीले सरसफाइ त गऱ्यौँ है सरसफाइ गरेर फोहोरहरू सङ्कलन त गऱ्यौँ तर यो सङ्कलन गरिसकेपछि त्यो फोहोरहरू लगेर हाल्नको लागि चाहिँ खोइ त डस्टबिनको व्यवस्था चाहिँ खोइ कि त सरसफाइतिर ध्यानै गएको थिएन मन्दिर बनाइसकेपछि यसको सरसफाइको लागि अनि व्यवस्थापनको लागि खै त के बनाएछ के बनाएको छैन क्या ल उनीहरूले आफूले त गरेनन् सरसफाइ गरेनन् सरसफाइ गर्थ्यो भने त खै त डस्टबिन हुनु पर्थ्यो तर आज हामीले गर्दाखेरि पनि डस्टबिन छैन कि यो भनेको हिलसेक्डाइ हो होइन सबैको ध्यान जाओस् यसमा चाहिँ खाना पाएको बेलामा चाहिँ मेरै हो मन्दिर जस्तो होइन जब बनाउनु पऱ्यो उसले गर्ला उसलाई साँच्ला त्यो चाहिँ भएन क्या त्यही भएर चाहिँ यो अहिले यस्तो अवस्था छ यस्तो अवस्थामा चाहिँ हामीले एउटा कोष भएको भए हामीले सिधै गएर प्रश्न सोध्थ्यौँ नि त किन भएन भनेर अनि त्यसको लागि चाहिँ एउटा कोषको पनि स्थापना गर्नु पऱ्यो यस्तै कुराहरू छ आज सबै हामी यहाँको युवाहरू आएर चाहिँ सरसफाइ गरेका छौँ यसले चाहिँ सकारात्मक सन्देश जाओस् भन्ने हो मन्दिरको सरसफाइ गऱ्यौँ त्यसपछि सरसफाइ पश्चात विकास निर्माणको लागि होस् अथवा यहाँको यो भौतिक संरचनाहरू पुनर्निर्माणको लागि होस् त्यो विषयमा हाम्रो संरचना सबै कुरा छ तर त्यही हिसाबले पनि म केही कुरा राख्ने गइरहेको छु यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो हाम्रो बण्डाले मन्दिरको विद्युतको मिटर यहाँ देख्न सक्नुहुन्छ भने यहाँको अवस्था यस्तो छ देख्न दिनु अङ्कल यहाँ यस्तो छ अवस्था होइन यसको निर्माण कसले गर्ने हो यहाँ तार यसरी फुस्किरहेको छ होइन त्यसै गरी यहाँको बत्तीहरू भयो यहाँको अनि स्विचहरू भयो यहाँको बोर्डहरू भयो सबै यत्रतत्र अवस्थामा छ यहाँको भौतिक संरचनाहरू भए तापनि यसको पुनर्निर्माण अनि संरक्षण सदुपयोग नभएर यहाँ अलिकति अप्ठ्यारो सिजन भइरहेको छ यहाँ अब मेला लाग्यो भनेपछि यहाँ टाढाबाट आउने भक्तजनहरूले मोबाइल चार्जरदेखि लगायतको समस्या होस् होइन बत्तीको समस्या होस् धेरै झेल्नु परेको छ हामीले केही समय पनि अगाडि यसको आवाज उठाएका थियौँ र माथिबाट सुनाइ नबसेपछि हामीले आज युवाहरूले आवाज उठाउनु पऱ्यो भनेर हामीले सबै युवाहरू यहाँ एकजुट भएका छौँ त्यसै गरी यहाँको जुन मन्दिरको जुन मेन ढोका छ नि मैले अघि पनि तल देखाएको थिएँ तपाईँहरूलाई त्यो मेन तलको ढोका र यता माथिबाट आउने ढोकाहरूको पुरै गेटहरू भाङ्गे छ तारहरू यताउता अवस्थामा छ होइन त्यो थोरै केही समय मात्रै टाइम दिएर कसैले स्थानीय यहाँका नेताहरूले स्थानीय सरकारले थोरै टाइम दिएर के गर्ने हो भने यहाँको त्यो ढोकाहरू पुनर्निर्माण गरिदिने भने मन्दिरभित्रको भौतिक संरचना पनि सुरक्षित रहन्थ्यो भन्ने हाम्रो गुनासो छ त्यसै गरी यतापट्टि अब धेरै कुराहरू मैले भन्न चाहिनँ होइन यहाँको पनि अवस्था के छ भने यो अवस्थामा यस्तै छ होइन अनि तपाईँहरू देख्न सक्नुहुन्छ यो हेर्नुहोस् अब यत्रो यो लगभग हामीले नर्मली रूपमा यसलाई पेन्ट गर्ने हो भने तपाईँको यो पेन्टलाई लगभग एउटा पोल गर्न लगभग 8-10 हजारको खर्च आउन जान्छ यो पेन्टको अवस्था यस्तो बनाएको त देख्न सक्नुहुन्छ होइन यसको पनि स्थानीय मान्छेहरूले गरेका छन् होइन त्यसै गरी यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू यस्तो नामहरू लेखेको छ यो यस्तो नामहरू नलेखिदिनु होला होइन मन्दिरमा तपाईँ नाम लेख्नुहुन्छ तपाईँले मन्दिरमा नाम लेखेर मिल्ने केही पनि छैन त्यही भएर हाम्रो नाम नलेखिदिनु होला भन्न चाहन्छु यस्तो नामहरू थुप्रै लेखेका छन् A+B B+C होइन अब त्यो के कोड हो हामीलाई थाहा छैन होइन यहाँ पनि देख्न सक्नुहुन्छ यहाँ यस्तो छ अवस्था होइन यस्तो छ अवस्था यो होइन त्यसै गरी अब यहाँ यत्रो फोहोरहरू यहाँ देखिदिनु अङ्कल यस्तो फोहोरहरू छ अब म अघि पनि भने हेर्नुहोस् यहाँको अवस्था यस्तो छ यो यहाँ अब कुनै मान्छेले आयो भने यहाँ अब हेर्नुहोस् अब अवस्था कस्तो देख्ला मान्छेले हुन त मैले पनि यो मैले गरेको यो गरेर म चाहिँ अब यो ठाउँमा छैन तैपनि मैले यहाँको यो विकासको लागि आवाज उठाइरहेको छु र होइन यो देख्न सक्नु तपाईँहरू हेर्नु त यो यहाँ करेन्ट लाग्ने सम्भावना छ कतिपय मान्छे करेन्ट पनि लाग्यो होला यहाँ बच्चाहरूले हात छोइदिनु सक्छ तदिनु सक्छ यहाँ स्विचहरू चाहिँ के बिगारेको थिएन होला नि त वरिपरि चाहिँ गोरु चराए यहाँ पनि यस्तो गरेको अवस्था छ होइन त्यही भएर ठिक छ अब यसको लागि हामीले आवाज उठाइरहेको छौँ हामीले यसको लागि आवाज उठाउँदै गर्दाखेरि हामीलाई आवाज त उठ्यो तर यो सुनवाई त होला नहोला तर सुनिदिने यदि तपाईँहरूले सुनिराख्नु भएको छ भने स्थानीय सरकार होस् नगरपालिका होस् वडा होस् जसुकैले सुनिदिनु भएको छ भने यसको लागि यो संरचनाको लागि तपाईँको खल्तीबाट होइन हामी सरकारबाट आएको बजेटलाई हामीले यो ठाउँमा माग गरिरहेका छौँ र यदि माग भएन भने हामीले अर्को कुन बाटो बनाउनु पर्ने हो हामी त्यो बाटो पनि लाग्छौँ र हामीलाई त्यो अवस्था हामी चाहियो भन्न चाहन्छौँ बजेटको सही युटिलाइज होस् कि बजेटको सही सदुपयोग भइदिनु पर्यो हेर्नुहोस् अब यस्तो छ अवस्था उतापट्टि पनि मैले भने होइन अब यो पेन्ट गर्ने भने नर्मली 8-10 हजार पर्छ एउटा पोललाई होइन यहाँ यस्तो छ अवस्था यो पोलले
कुनै व्यक्तिलाई न कुनै मान्छेलाई न कुनै संस्थाले बिगारेको थियो यसरी लेखिदिएको छ यस्तो नलेख्नु पर्ने थियो भन्न चाहेको मात्रै हो। तर त्यो यो भनेको मानव चेतनामा हुनु लेख्नेलाई कारबाही हुनु पर्थ्यो है। त्यहाँ पनि यो हाम्रो यो सानो घर भान्साघर थियो त्यो पनि भत्केको जस्तो अवस्था देखिरहेको छु म भित्र मैले अहिले। यसको पनि पुनर्निर्माण होस् भन्न चाहन्छु होइन। उता गेटको अवस्था पनि मैले अघि पनि देखाएको हो होइन अङ्कल, त्यस्तो छ अवस्था। हामीले यहाँ डाँडा काँडामा मन्दिरहरू थुप्रै मन्दिरहरू देखेका छौँ र मन्दिरहरू देख्दै गर्दाखेरि पनि मन्दिरहरू छन् तर ती मन्दिरहरूमा रातिको समयमा उज्यालो हुन्छ, राति चाहिँ गए पनि पूजा गर्ने खालको योग्य हुन्छ। तर हाम्रो मन्दिरमा भनेपछि न रात जस्तो छ न दिउँसो जस्तो छ। त्यही भएर यहाँको हामी स्थानीय सरकारलाई भन्न चाहन्छु अथवा नगरपालिका हो जसले सुन्दै हुनुहुन्छ त्यो पक्षले यहाँको लागि सुनवाई गरिदिनु होला भन्न चाहन्छु हामी चाहिँ होइन। यति नै भन्न चाहेँ र युवाहरूको आवाज हामीले समेटेका नै छौँ र आजको यो भिडियोमा हामीले सबै युवाहरूलाई समेटेर आजको यो भिडियोलाई प्रस्तुत गरेका छौँ र आज हामीले काम गरेका छौँ। हामीले काम गरेर बोलेका छौँ, यतिकै बोलेका छैनौँ। नआए तपाईँहरूले आएर हेर्न सक्नुहुन्छ। वर्षमा 4 चोटि लाग्ने मेलामा कसैले पनि व्यक्तिले पनि यहाँ सरसफाइ गरौँ भनेर आवाज उठाएको थिएन। आज हामीले आवाज उठाएर हामीले मन्दिरहरू सबै सरसफाइ गरेका छौँ, क्लियर गरेका छौँ। हिँड्दै गर्दाखेरि पनि यो मन्दिर जस्तो रहेछ है भन्ने हामीले बनाएका छौँ। अन्त्यमा म अब तपाईँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूलाई हेरिसक्नुभयो सबै कुराहरू, देखिसक्नुभयो सबै कुराहरू र मन्दिरको विकास निर्माणको लागि होस्, मन्दिरको पुनर्निर्माणको लागि होस्, मन्दिरका टुटे फुटेका सामानहरूको पुनर्निर्माणको लागि होस्, के कस्तो छ तपाईँले कुन कुन आवाज सुनिदिनु भएको छ त्यसको लागि हामी पहल गरेका छौँ र स्थानीय सरकार होस्, नगरपालिका होस्, वडाबाट होस् त्यसको सुनाइ होस् भन्दै म आजको भिडियो र हाम्रो आजको कामलाई यहीँ स्थगित गर्न चाहन्छु। धन्यवाद भन्न चाहेँ। यसम्म हेरिदिनु भयो होला त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र सबैको जय होस्, सबैको भलो होस्। मेलजडा बन्डालीले सबैको भलो गरोस्। जय मेलजडा बन्डाली।